ल सुरु गरौँ कहाँबाट सुरु गर्नु त्यो पेपर वही घरे में देखत नहीं किया है नहीं घर में पछाडिको रुपनी गाउँपालिका जो ब्याकग्राउन्ड हुन्थ्यो कि पेपर स्टार्टिङमा त्यहीबाट पुरा गर्नु कथी चाहिए से कहब तब न ओकरा धन्यवाद देबै जनताको प्रश्न जनताको प्रश्न कोन एफएम कोन भाइ भाइ माउंटेन टीवी माउन्टेन टेलिभिजन भाइ 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 माउन्टेन टेलिभिजन एकटा पुलिसको तर एकदम एउटा क्यामेरा के अगाडि चलेको डिस्टर्ब नहीं नहीं ठीक से हामीहरू कुर्सी सम्पूर्ण रूपनीका आदरणीय जनताहरूलाई जानकारी गराउँ मेयर साहब आइपुग्नु भएको छ रूपनी गाउँपालिकाका अध्यक्ष उहाँ आइपुग्नु भएछ अब कार्यक्रम अब सुरु हुँदैछ र सहभागी सम्पूर्णलाई जानकारी गराउँ यो कार्यक्रममा यहाँहरू एकदमै छोटो आफ्नो प्रश्नहरू राख्नु होला र प्रश्न सोध्ने मान्छेले पहिलादेखि हात उठाउनु होला कार्यक्रममा यदि कसैलाई प्रश्न सोध्नु छ भने उहाँले हात उठाउनु होला र एकजना बोलिरहँदा अर्कोजना बिचमा नबोल्नु होला किनभने त्यसरी कार्यक्रम डिस्टर्ब हुन्छ सो तपाईहरु आफ्नो आफ्नो हात उठाइदिनु होला कार्यक्रममा प्रश्न सोध्ने व्यक्तिहरू हामी पाले पिलो सबैमा जानेछौँ कुर्सी नसार्नु अलि ठाउँ छोडिदिनु होला किनभने प्रश्न सोध्दाखेरि म बिचमा जानुपर्छ बिचको मान्छेहरूलाई पनि प्रश्न सोध्नुपर्छ आउने जाने बाटो छोडिदिनु होला यदि यसरी टाँसेर नबस्नु सर अलि आउने जाने बाटो छोड्नु होला किनभने मान्छेहरूले मकमा जानुपर्छ हेलो भाइ सुरु गर ल कार्यक्रम सुरु गरौँ नमस्कार नमस्कार कार्यक्रम जनताको प्रश्नमा स्वागत छ म दिवाकर शाह आज जनताको प्रश्न कार्यक्रम हामी सप्तरी जिल्लाको रूपनी गाउँपालिकाबाट सुरु गरिरहेका छौं र सप्तरीको रूपनी गाउँपालिकाका जनतालाई बोलाएका छौं भने रूपनी गाउँपालिकाका अध्यक्षज्यूलाई पनि बोलाएका छौं भोट दिने भोट लिने दुवै पक्ष अहिले आएको छ र 3 वर्षमा नगरपालिकाले गाउँपालिकाले के कस्तो कामहरू गरेको छ यस विषयमा चाहिँ जनताले आज यहाँका भोट पाएका चुनाव जितेका मेयर साहबलाई आफ्नो गुनासोहरू प्रश्नहरू यो कार्यक्रममा राख्नु हुनेछ र आज हामी कार्यक्रम सुरुवात गर्ने अनुमति रूपनी गाउँपालिकाका मेयर साहबसँग लिन चाहन्छौं सर
धन्यवाद। यहाँ सुरु गर्नुहोस् र माउन्टेन टिभीलाई पनि रूपनी गाउँपालिकाको परिवारको तर्फबाट धेरै धेरै धन्यवाद र प्रत्यक्ष जनतासँगको प्रश्नमा पालिकाले दिन सक्ने र गरेका कामहरूको चाहिँ यथोचित जवाब दिनुहुनेछ। हामीले रूपनी गाउँपालिकाका अध्यक्षज्यूसँग अनुमति दिइसकेका छौँ र कार्यक्रमको चाहिँ औपचारिक रूपमा सुरुवात गर्दैछौँ। आदरणीय रूपनी गाउँपालिकाका जनताहरू विभिन्न ठाउँबाट पाल्नुभएका सम्पूर्ण जनतालाई माउन्टेन टेलिभिजनको कार्यक्रम जनताको प्रश्नमा स्वागत गर्दछौँ। सुरु गरौँ। अब तपाईँ कुनै ल अब प्रश्नको सुरुवात हामी गर्दैछौँ र प्रश्न सोध्नलाई यहाँहरू हात उठाउनु होला। यो कार्यक्रममा चाहिँ रूपनी गाउँपालिकाका अध्यक्षले कस्तो काम गरेको छ, राम्रो काम नराम्रो काम अथवा केही सरसल्लाह दिनुपर्ने छ भने त्यो पनि र के गर्दा राम्रो हुन्छ त्यो सबै कुराहरू यहाँहरू हात उठाएर पाले पिलो सोध्नु र हामी सुरुवात गरिरहेका छौँ। आफ्नो परिचय। धन्यवाद। म दुर्गानन्द ठाकुर श्री कञ्चु नरप्रताप मावि नकटी रायपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटी सदस्य। म आज तपाईँको कार्यक्रम मार्फत गाउँपालिकाको अध्यक्षज्यूबाट म एउटा शिक्षा क्षेत्रमा पनि अब व्यवस्थापन समिति अध्यक्ष भएको कारणले गर्दा सर्वप्रथम त्यही क्षेत्रबाट म प्रश्न गर्न चाहन्छु भने गाउँपालिकाले अहिलेसम्म शिक्षा क्षेत्रमा गरेका कामहरू के हुन् त्यो बारेमा उहाँले स्पष्ट पारिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। अर्को भनेको अहिले रूपनी बजारमा एउटा हाम्रो सप्तरी जिल्लाको प्रख्यात पेडा पाउने ठाउँ भनेको बर्मजिया जस्तो भइसकेको छ। यो असली, यो नकली, यो पुरानो। अहिले यो रूपनीमा जुन बाटोघाटो तपाईँ देखिराख्नु भएको छ, बनिरहेछ भने कुनै बेला गाउँपालिकाको अध्यक्षज्यूले भन्नुहुन्छ मेरो पहलमा यो निर्माण भइरहेको छ। हिजो अस्ति नेपाली कांग्रेसबाट प्रदेश सभामा जित्नु भएको माननीय सांसद समीम मियाज्यूले यो मेरो पहलमा ल्याएको कार्यक्रम हो कि यो बाटो पेडा भण्डार जस्तो भएको हो, यो बारेमा के हो म उहाँलाई स्पष्ट पारिदिनु हुनको निम्ति पनि म अनुरोध गर्न चाहन्छु। अब मेयर साहब जवाब दिनुहोस्, शिक्षा क्षेत्रमा के गर्नुभएको? धन्यवाद। श्री कञ्चु नरप्रताप मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुरजी, यहाँले जुन विद्यालय सेक्टरमा शिक्षा सेक्टरमा के काम गाउँपालिकाले गर्नुभएको छ भन्ने क्वेसन गर्नुभएको छ र अर्को क्वेसन पनि छ। सबभन्दा पहिले हाम्रो गाउँपालिकाभित्रमा 13वटा सामुदायिक विद्यालय छ। 13वटा सामुदायिक विद्यालयको हामीले नियमित बैठक गरेर तपाईको विद्यालय राम्रोसँग सञ्चालन गर्नको लागि के आधारभूत आवश्यकता कमी कमजोरी छ र कसरी सामुदायिक विद्यालयलाई सुदृढीकरण गर्दै यहाँका आम विपन्न परिवारका विद्यार्थीहरू र विपन्न परिवारका अभिभावकहरूले सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई पठन पाठन गर्न पठाउने सन्दर्भमा हामीले सबभन्दा पहिले शिक्षा सेक्टरमा काम गर्नको लागि जुन विद्यालयका शिक्षकहरूको उपस्थितिमा अनियमितता थियो, अन्योलता थियो। प्रत्येक विद्यालयमा हामी सीसी क्यामेरा जडान आधारभूत विद्यालय र माविमा मात्र गरेका छौँ र यी हाजिरी प्रत्येक विद्यालयमा जडान गरी अहिले सुचारू अवस्थामा रहँदै यो कोभिड-19 को कारणले गर्दाखेरि केही महिनादेखि त्यो बन्द गरिएको छ र विद्यार्थीहरूको पठन पाठनको लागि एकदम सन्तुलित समयमै शिक्षकहरू आएर तदारुकताका साथ विद्यार्थीहरूलाई पठन पाठन गर्ने चाहिने वातावरण मिलाइएको छ र जुन विद्यालयमा भौतिक संरचनाहरू कमी थियो त्यो भौतिक संरचनाहरू पुर्याउने काम गरिएको छ। सरसफाई सेक्टरमा पनि काम गरिएको छ र गाउँपालिकाले शिक्षकहरूको लागि कम्प्युटर ट्रेनिङको पनि व्यवस्था गरेर यी सेवा पनि सञ्चालनमा जुन विद्यालयहरूमा गरिएको छ र गाउँपालिकाको पहलमा यसपालि रूपनी गाउँपालिका भित्र मावि रायपुरमा प्राविधिक शिक्षा डिप्लोमा इन्जिनियरिङको कक्षा यसै आर्थिक वर्षदेखि निःशुल्क पठन पाठनमा सिभिल इन्जिनियरिङको कक्षा पनि सञ्चालन गरिने व्यवस्था गाउँपालिकाले गरेको छ र यो कुरा अर्को
निःशुल्क कतिपय विद्यालयहरूमा निःशुल्क कोचिङको पनि व्यवस्था गरेको छ, सबै स्कुलमा समेट्न सकिएन र यो 5-6 महिना विद्यालय बन्द हुँदाखेरि हामीले यी सेवाबाट पठन पाठन पनि माध्यमिक विद्यालयहरूमा सञ्चालन गर्दै आइरहेको छ र नियमित बैठक गरी हामीले व्यवस्थित तरिकाले विद्यालय सञ्चालन अब पुनः रूपमा सञ्चालन गरेका छौँ र औषधिका पनि यो कोभिड-19 ले गर्दाखेरि सबै विद्यालयहरूमा सेनिटाइजर मास्कको व्यवस्था गरी र विद्यार्थीहरूलाई सोशल डिस्टेन्स मेन्टेन गरेर पठन पाठन सञ्चालन गरेका छौँ र यो कुरा अतिरिक्त क्रियाकलापमा सामुदायिकका 13 विद्यालयहरूलाई समावेश गरी विभिन्न खेलकुदहरू र विभिन्न क्रियाकलापहरू अतिरिक्त क्रियाकलाप जस्तै हाजिर जवाब प्रतियोगिता, क्विज, वक्तृत्व कला प्रतियोगिता र खेलकुदहरू गरेर प्रत्येक विद्यार्थीहरूलाई विजेता विद्यार्थी र विजेता विद्यालय र शिक्षकहरूलाई पनि पुरस्कृत गर्ने व्यवस्था गरिएको छ र यो कुरा अर्को राम्रोसँग पठन पाठन गर्ने विद्यार्थीहरूलाई, शिक्षकहरूलाई र विद्यालय व्यवस्थित तरिकाले अनुगमन गर्ने र विद्यार्थीलाई पठाउने अभिभावकलाई पनि गाउँपालिकाले पुरस्कृत गर्ने व्यवस्था गरिएको छ र यो कुरा हाम्रो दुर्गानन्दजीको एउटा प्रश्न आयो। भर्खरै 13 गते 165औं क्षेत्रमा नेपाली कांग्रेसले विरोध र्याली गर्यो भन्ने कुरा हामीले सुन्न आएका छौं। तर यहाँ जुन 3 नम्बर क्षेत्रको सप्तरी जिल्ला क्षेत्र नम्बर 3 को रूपनी गाउँपालिकामा रूपनी बजार भित्र कार्यक्रम राख्दाखेरि उहाँको सबै नेताहरूको वक्तव्य सुन्दाखेरि उहाँहरूले यो संसदीय विघटन गरेको अवस्थामा पुनर्गठन हुनुपर्छ भन्ने नारा थियो। तर यहाँ मञ्चमा नेताहरूको भाषण सुन्दाखेरि उहाँले केपी ओलीले गरेको कदमको समर्थन गरेको कुरा मैले बुझिएको छु र उहाँ जुन एउटा दुर्गानन्दजीले क्वेशन गर्नुभयो कि यो बजारमा द्रुत गतिमा रोड सडक फराकिलो भइरहेछ बनिरहेछ, यसको लागि उहाँको भनाइ थियो मैले पहल गरेर गरेको र यसमा मलाई आफै कता कता लाज लागिरहेको छ कि एउटा जिम्मेवार पोस्टमा बसेको व्यक्तिले यहाँका आम जनता सबैलाई थाहा छ कि यो रूपनी बजारमा भइरहेको काम कताबाट कसको पहलबाट काम भइरहेको छ भन्ने कुराको मलाई पुष्टि पर्ने आवश्यकता छैन। मैले बुझे अनुसार यो कामको बारेमा जुन उहाँको भाषण मैले पनि सुने कि दिनेश सभापति, जिल्लाको सभापति दिनेश यादव हुनुहुन्छ र क्षेत्रको सभापति रामप्रसाद मण्डलको पहलमा यो काम सुरु भएको छ। उहाँले यो कामको बारेमा र पनि शब्द थाहा छैन, क पनि थाहा छैन र 10 लाख रुपैयाँ जुन मन्त्रीको इस्तियाक राई थियो शहरी विकास मन्त्री हुँदाखेरि मैले सचिवको पहलमा त्यति बेलाको शहरी विकास सचिव रमेश सिंह थियो, रमेश सिंहलाई यो गाउँपालिकामा ल्याएर मैले भव्य स्वागत गरेर यो बजार सानो बजार छ, पालिका भित्र परिरहेको छ, यो बजारको यथोचित व्यवस्थापन गर्नको लागि यो 2032 सालमा बसेको बजार हो र आजसम्म कसैले पनि यसमा विकास निर्माणको काम गर्न खोजेको छैन। त्यसकारण उहाँ यहाँबाट खुसी भएर यहाँका पालिकादेखि सम्पूर्ण गतिविधि देखेर उहाँले भन्नुभयो मैले प्रयास गरेर यसमा काम बजेट दिनेछु र यसलाई व्यवस्थित तरिकाले तपाईहरु काम गर्नुहुनेछ भन्ने कुरा आशा र विश्वास छ। त्यस सन्दर्भमा मैले उहाँलाई भन्दाखेरि 10 करोड रुपैयाँ स्वीकृत गरेर नयाँ पत्रिका नेशनल पेपरमा 10 करोड रुपैयाँको बजेट व्यवस्थापन भएर स्वीकृति भइसकेर टेन्डर लागिसकेको अवस्थामा त्यो मन्त्री त्यति बेला शहरी विकास सचिवबाट रमेश सिंह हट्दाखेरि त्यो इस्तियाक राईले यो 10 करोड रुपैयाँले ढ्वाममा पारेर अन्तिम मितिमा टेन्डर भरि पनि सकेको थियो, त्यसलाई क्यान्सल गरेर पुनः मैले यहाँबाट काठमाडौँ गएर त्यो अर्को मन्त्रालयमा गएको सचिवसँग मैले गुहारेर यो त धेरै बेइज्जती भयो सर, अब यो हाम्रो बजारमा 10 करोडको टेन्डर चाहिने काम भएन, अब यहाँको जनताहरूले बुझिसकेको छ यो अध्यक्षले ललिपप दिइरहेछ कि काम गर्नुहुन्छ भन्ने कुरा उहाँले नै शहरी विकाससँग आग्रह गरेर 3 करोड रुपैयाँको चाहिने बजेट विनियोजन गरेर 3 करोड बजेट चाहिने टेन्डर लागेर टेन्डरको प्रक्रियामा पुगेर उहाँहरू कति विलम्ब गरेर लिएको छ हामीलाई थाहा हुँदैन। शहरी विकासले त्यो काम हेरिरहेको छ र काम सञ्चालन गरेको छु र काम सञ्चालन त्यही नेपाली कांग्रेसका जिम्मेवार व्यक्तिले पनि यहाँ टेन्डर कोटेसनमा ठेका लिएको छ र उहाँलाई आग्रह गर्दा गर्दै तपाई आषाढमा साँझमा सिज्याउनु, श्रावणमा साँझमा सिज्याउनु, असोज कार्तिक मङ्सिर आज पौष हुन लागेछ, हामीलाई टेन्सन छ। हामीले अहिले पुनः त्यही आदरणीय हाम्रा सचिव रमेश सिंह शहरी विकासमा आउनु भएको छ र उहाँसँग आग्रह गरेको थिए 5 करोड रुपैयाँ अझै थपेर यो बजारको सम्पूर्ण व्यवस्थापन गरिदिनु हुनेछ भनेर आशा विश्वास गरेका थियौँ। तर यो ठेकेदारले
अझ पनि त्यो काम द्रुत गतिमा गरिरहेको छैन। 2 करोडको काम सिद्ध्याउनको लागि 20 दिन लाग्छ, तर यो 6 महिनासम्म भइसकेपछि मलाई दुःख लागेको छ। यदि यो काम पौष मसान्त भित्रमा सम्पन्न गरेर पौष 15 गते भित्र अब गइसक्यो, सकेन भने पुनः हामीलाई बजेट थप्नको लागि अप्ठ्यारो पर्छ। त्यसकारण कसैले भन्यो यो गाउँपालिकाको सम्पूर्ण कामकाज म गर्छु, ठिकै छ भाइ, सबैले मिलेर काम विकास निर्माण गर्नुपर्छ। मैले व्यक्तिगत गरेर उहाँले गरेको काम, उहाँको पहलबाट गरेको काम कतिपय ठाउँमा जनताले भन्छ यो तपाईले भन्नुस्, यहाँको जनताले म सिधै भन्छु यो प्रदेश सभा सदस्यको काम हो, यो संघीय माननीयको काम हो र यो काम जानेर पनि उले भन्छ मैले गरे आऊ भनेर ओके छ। तपाईले गर्नु या जो कोही जनताले गरे पनि म भन्छु, तर यसमा उहाँहरूलाई केही पनि थाहा छैन। झन् उहाँहरूको पालामा, उहाँको मन्त्रीको पालामा 10 करोड रुपैयाँ यहाँ हाम्रो टेन्डर लागेर पनि त्यो प्रमाण छ हाम्रोसँग कोल्याप्स भयो र 3 करोड रुपैयाँ त्यही शहरी विकासको मन्त्रीले ल्याएर दिएको छ र काम गरिरहेको छु र पुनः आशा र विश्वास छ पुनः अझै पैसाको रकम थपेर हामी रूपनी बजार भित्रमा जति पनि ढल विकासका कुराहरू छ अरू सेक्टरमा पनि मैले प्रयास गरेको छु। खानेपानी संस्थानमा पनि हिजो लिसँग कुरा गरे, 8 जिल्लाको प्रमुख छ उहाँसँग पनि पहल गरे। यो बजारमा जति पनि कम्ती ढल विकासहरू बाँकी छ त्यो ढल विकास यहाँको पहलमा होस्, सम्पन्न होस् र हामी बजारवासीलाई जुन पहिले अपेक्षा गरेका थियौँ कि यो बजारको व्यवस्थापन विकास निर्माणका कामहरू गर्नेछौँ, सुरुकै वर्षमा हामीले 10 लाख रुपियाँ गाउँपालिकाबाट बजेट विनियोजन गरेर जति टाढाहरू छ यहाँका स्थानीय व्यक्तिहरूको सहयोगमा, युवाहरूको सहयोगमा सबै खाली गरेर बजार एउटा व्यवस्थित पारेका छौँ र अझ बजेट ल्याएर चाहिँ ढल विकास रोडहरू बनाउने छौँ। एकदमै सानो सर्टमा चाहिँ धेरै मान्छेहरू हुनुहुन्छ। म एकजना यहाँ पनि यहाँको मेरो सुरेश कुमार चौधरी। प्रश्न मेरो सिधै हाम्रो गाउँपालिका अध्यक्षज्यू लगायत हाम्रो जुन वार्डाध्यक्ष हुनुहुन्छ उहाँ लगायत हाम्रो जुन काम भयो हाम्रो गाउँघर नजिक है, त्यहाँ जुन हाम्रो पैनी नजिक जुन काम भएको थियो अध्यक्षज्यू, यो महेश चौधरीको घर निरी जुन तपाईँले पैनी मिचेर जुन बाटो बनाउनलाई जुन पैसा दिनुभएको थियो या कि यहाँबाट जुन बजेट छुट्याउनु भएको थियो त्यो काम त अब जे भयो होइन, तर त्यसले गर्दाखेरि हामीलाई धेरै असर गरिरहेछ। त्यसले गर्दाखेरि हामी जुन अहिले कन्डिसनमा छौँ, हामी त्यहाँको स्थानीय बासिन्दाहरूको घर जुन छ पुरै डुब्न लागिरहेको छ। कमसे कम त्यो बुझिदिनु पर्यो कि त्यो चाहिँ त्यस्तो भोलि या अब आइन्दा त्यस्तो नगरिदिनु होला, या गर्नुहुन्छ भने कमसे कम सबैजनाको हितमा सोचिदिनु होला। हस् त उहाँको प्रश्नको जवाब मेरो साहब। धन्यवाद सुरेशजी। उहाँ पैनीको सम्बन्धमा भन्नुभयो त्यहाँ रोड बनाइरहेछ, त्यहीँको स्थानीय मान्छे वडा कार्यालयको बजेट सिलिङ आएर गाउँपालिकाले काम गर्ने हो, त्यो वडा कार्यालयको बजेट सिलिङमा त्यो पैसा छुट्याएको थियो, त्यसबाट वडा कार्यालयले काम सञ्चालन गर्यो। त्यहाँको मान्छेहरूलाई अन्यथा लाग्यो भने हामीनिर आउनु पर्थ्यो। हामीले के कस्तो अवस्थामा चाहिने बन्द गर्नुपर्छ कि बाटो खोलाउनु पर्छ कि पैनीलाई चाहिने सफा गर्नुपर्छ भन्ने सन्दर्भमा हुँदाहुँदै पनि त्यसले अदालतमा मुद्दा गर्यो, अदालतबाट रोका छ। अहिले पनि गाउँपालिकामा अदालतबाट मुद्दा आएको छ, हामी प्रतिउत्तर जोडेका छौँ, लगाएका छौँ। त्यो अदालतबाट फैसला भएको अनुसार हामी काम गर्नेछौँ र त्यो वडा कार्यालयले बजेट छुट्याएको अनुसारमा त्यहीको स्थानीय मान्छेहरूले काम गरेको छ, हामीले गरेको छ। तर जिम्मा त तपाईले लिनु पर्यो नि, त्यो रुबानमा मैले लिएको छु, मलाई जानकारी हुनु पर्यो। मलाई अदालतबाट जानकारी आएको छ, त्यहाँ सम्बन्धित ठाउँबाट कसैले पनि जानकारी दिएको छैन। त्यसकारण अदालतबाट आउने चिठी मैले तुरुन्त बन्द गरेको छु। होइन भन्नाले तपाईँको जुन अहिले ठिक छ त्यहीँको स्थानीय बासिन्दालाई दिनुभएको होइन, तर हामीलाई जुन हामीले त्यहाँ गएर उपभोग गर्ने मान्छेको हामी हो नि त्यहाँको। तपाईँ उपभोग गर्ने मान्छे हो भने हामीलाई जानकारी हुनु पर्यो कि यहाँ यति घर डुबान भइरहेको छ। पानी परेको बेलामा म सम्बन्धित ठाउँमा गएको छु र त्यो पानी उठ्ने चाहिने हामीले जेसीबी ल्याएर त्यो वातावरण मिलाउँदा पनि त्यहाँको स्थानीय मान्छेहरूले रोक्यो। पछि मैले भने सुन्नुहोस्, पहिले सुरेशजी सुन्नुहोस्, तपाईँ
कम से कम त्यस्तो काम सुरु हुने व्यवस्था अवस्थामा हामीले जानकारी हुनुपर्छ। म ठ्याक्कै एउटा विकास निर्माणमा तपाईको पैसा, तपाईको पालिकाको पैसा, तपाईको वडा कार्यालयको पैसा त्यो ठाउँमा लगानी भइरहेको छ भने त्यहाँको जनताहरूलाई यदि पीडा भइरहेको छ भने पीडा दिएर काम विकास निर्माणको काम गर्ने होइन। तुरुन्तै काम भइरहेको अवस्थामा अदालतबाट चिठी आयो अनि बल्ल मैले थाहा पाएपछि उपभोक्ताहरूलाई भने मैले त्यो काम रोक्नुस्, त्यो काम त्यहाँको स्थानीय मान्छेहरूसँग भेला गराई त्यहाँका सम्बन्धित उपभोक्ताहरूलाई पनि बोलाएर मैले भने त्यो पैनी थियो त्यहाँ, त्यो पैनी नोक्सान गरेर त्यहाँ बाटो निर्माण गर्नुहुन्छ भने पानीको निकास कुन हो? त्यहाँ सम्बन्धित वडा उपभोक्ताहरूलाई पनि बोलाएर म तपाईँको सामनेमा विश्वास दिन्छु त्यो उपभोक्ताहरूलाई मैले क्वेसन गरेको हो कि होइन र त्यो काम बन्द गरेको हो कि होइन, त्यो काम बन्द गरेर पुनः पानीको निकास तपाईँहरू दिनुहोस्, त्यसपछि रोडको वातावरण मिलाउनु होला भनेर त्यो काम मैले बन्द गरेको छु। महाराजज्यू त्यहाँ जतिखेर भइरहेको थियो काम भइरहेको थियो त्यहाँ म आफै गएको थिएँ। त्यहाँ हाम्रो सबैजना मान्छेहरू पनि थियो जसले चाहिँ नगर्नुहोस् यस्तो भन्दाखेरि तिनीहरूलाई जेसीबी तल धकेल्ने मान्छेहरू पनि त्यहीँको हाम्रो वाडाध्यक्ष जीवहरू त्यहीँ सबै मिलेरै हालिराख्नु भएको थियो। कहाँ जानुभएको थियो? गाउँपालिकामा कि त्यो ठाउँमा? त्यो ठाउँमा गएको। त्यो ठाउँमा गएपछि कम से कम सम्बन्धित ठाउँतिर त्यसको मूल निकाय भनेको तपाईँ अहिले भन्नुहुन्छ तपाईँ गाउँपालिकाको बजेट हो भने गाउँपालिकाले कम से कम टेलिफोन मार्फत पनि जानकारी दिनु पर्थ्यो। यति बेला तपाईँको कार्यान्वयन या सुन्ने काम गाउँपालिकाले गर्दैन थियो भने 100% गाउँपालिका दोषी हुन्थ्यो। सुन्नु मानिलिन्छु, मेरो अङ्कल श्री किशोर चौधरी तपाईँनिर जानु पनि भएको हो। त्यति बेला काम बन्द भइसकेको थियो सुरेश बाबु। होइन अब हात उठाउँछ, हात उठाउँछ, हात उठाउँछ। ल सबैलाई नमस्कार, धन्यवाद सर्वप्रथम माउन्टेन टिभी हो दिवाकरज्यूलाई। मेरो नाम भगवती प्रसाद यादव, म रूपनी गाउँ पालिका वाडा नम्बर 1 निवासी। अब उहाँ माउन्टेन टिभी का पत्रकारज्यूले यो 3 वर्षमा के भएको छ भएको छैन भनेर कतिको विकास भएको छ कि छैन भनेर सोध्या हो, तर क्वेसन सोध्ने शैली र जवाब आउने शैलीमा यो दोहोरी चल्या जस्तो देखेँ मैले। यो 3 वर्षमा गाउँपालिकामा के भयो के भएन त्यो भन्दा पनि डेटा आउनु पर्यो गाउँपालिकामा। खोइ डेटा जीडीपी कति थियो यो भन्दा पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि जनताद्वारा प्रत्यक्ष निर्वाचित गाउँपालिका सार्वभौम सत्ता यहाँ सम्पन्न भएका गाउँपालिका खास गरी सरकार नै हो संविधान जहाँ व्यवस्थापकीय सिस्टम, कार्यपालिका सिस्टम र न्यायपालिका सिस्टम तीनै चीजको व्यवस्था छ। डाटा आएन हामीले के सोध्ने के नसोध्ने एउटा कुरो हो, पहिला डाटा आउनु पर्यो। डाटा नआएको खण्डमा पनि मैले जिज्ञासा राखेको छु सर्वप्रथम यहाँ विषयगत हिसाबले के विकास भएको हो त? कृषि क्षेत्रमा के भएको हो, सिंचाई क्षेत्रमा के भएको हो, स्वास्थ्य क्षेत्रमा के भएको हो, शिक्षा क्षेत्रमा के भएको हो, एचडीआईमा कति विकास आयो, ह्युमन डेभलपमेन्ट इन्डेक्समा कति विकास आएको हो यो गाउँपालिका? झन्डै राजाको पालामा कथित प्रजातन्त्रको पालामा जुन लवाई गाउँको थियो त्यही लवाई खबा अहिले नै छ। यो शहरी विकासबाट आएको हो, त्यो राष्ट्रिय योजनाबाट आएको हो, त्यो सडक छँदै छ। यो गाउँपालिकाको भित्रको बजेटबाट यो सडक र त्यो सडकको बीचको दूरी 500 मिटर मात्रै हो। त्यो सडक आखिर किन बन्न सकेको छैन अहिलेसम्म? त्यसैले प्रश्न भनेको डाटाबेस हुनु पर्यो। शिक्षामा यति बढोत्तरी भयो, कृषि क्षेत्रको धान्य यति मेट्रिक टनमा वृद्धि भयो, गेहूँ अनाजमा यति भयो, माछा पालन, बाख्रा पालन, गाई पालन लगायतका पशु क्षेत्रमा यति रोजगारी सिर्जना गर्यौं, त्यो केही देखिए के विकास? यहाँ नाला बनेन, वहाँ कलभट बनेन, यो रोड यहाँबाट आयो, पहल गर्नु एउटा गाउँपालिका हुनुको हैसियतले त्यो नैतिकता पनि हो। त्यहाँबाट ल्याउनु, आफ्नो गाउँपालिकाको बजेट ल्याउनु, खर्चिनु, विकास गर्नु। तर यो जुन गाउँपालिका भित्रको जुन सिस्टमहरू छन् त्यो सिस्टमहरूबाट यहाँका जनताले कति फाइदा पायो त्यो चाहिँ देखिए। त्यो डाटा नआइकन त्यसमा प्रश्न कुरै आयो।
त्यो डाटा हुनु पर्यो डाटा त जनताले दिन मिल्यो नि नगरपालिका त्यो त मिल्यो तर अहिले यो सार्वजनिक बहस हुँदाखेरि यहाँ हाम्रो कार्यक्रममा कस्तो गरिरहेको छ भने यहाँको जनताले नगरपालिकाबाट के कस्तो कामहरू भइरहेको छ त्यो त थाहा हुन्छ नि आफ्नो गाउँपालिकाको बारेमा होइन काम के कति हो भइराखेको छ या छैन त्यो काम भइराखेको छ विरोध पनि भइराखेको छ त्यो तर हामी मानव विकास जुन त्यसमा के बढोत्तरी गर्यो यो साबितको गाविस होइन यो त सरकार हो स्थानीय सरकार हो त्यसको डिटेल चाहियो अध्यक्षज्यूबाट उहाँको जवाफ धन्यवाद भगवती प्रसाद यादवज्यू यहाँले यो स्थानीय सरकार हो र स्थानीय सरकारले के सेक्टरमा 3 वर्ष काम गर्नुभएको कुरा डेटा वाइज जनता समक्ष चाहियो। प्रश्न उहाँको सान्दर्भिक छ तर एक्चुअली डेटा वाइज हामीले दिनु पर्दाखेरि हामी दिन तयार छौं तर अहिले समग्रमा हामीले त्यो टिपोट गरेर ल्याइसकेपछि आज ठ्याक्कै 9 बजे मलाई दिवाकरजीले फोन गर्नुभयो कि आज जनतासँगको प्रश्नमा तपाईको जवाब छ दिनु छ। म ठ्याक्कै पालिका आए पालिकाबाट यहाँ चाहिँ यो कार्यक्रम स्थलमा आए हामीले 3 वर्षसम्म गरेका सम्पूर्ण क्रियाकलापहरू डेटा वाइज राखेका छौं र हामी यहाँहरु समक्ष दिन पनि तयार छौं। समग्रमा भन्नु पर्दाखेरि पालिकाले 3 वर्षमा के विकास गर्नुभएको छ भने म समरीमा जानकारी गराउन चाहन्छु यहाँहरुलाई। सबभन्दा पहिले गाउँपालिकाले आफ्नो कार्यालय भवन व्यवस्थित गरेर आफ्नो कार्यालयमा गाउँपालिकाले सञ्चालन गरेर गाउँपालिकाको सम्पूर्ण कामकाज सञ्चालन गरिरहेको छ। अर्को कुरा हाम्रो सबै शाखाहरू व्यवस्थित छ र सबै शाखाका क्रियाकलापहरू र शाखाबाट भएका कामहरू पनि अलग अलग फाइल तयार छ। हामीले दिनु पर्दाखेरि समरीमा म के भन्न चाहन्छु भने कृषि सेक्टरमा आम किसानहरूलाई सिंचाइको व्यवस्थाको लागि विद्युतीकरणका व्यवस्थाहरू गरिएका छन्। सबै ठाउँमा नहुन सक्छ साधन र स्रोतको हिसाबले हामीले प्रायोरिटीको आधारमा वडाबाट आएका तथ्याङ्क अनुसार र बजेट सिलिङ अनुसार हामीले रकम विनियोजन गरेर काम गर्दै आइरहेका छौं। 4 नम्बर वार्डमा मोटामोटी 40 लाख विद्युतीकरण ट्रान्सफर्मर समेत सिंचाइको लागि भएको छ भने 1 नम्बर वार्डमा पनि 39 लाख रुपैयाँ बजेट विनियोजन गरेर सिंचाइको लागि तारकोलको व्यवस्था गरेर किसानहरूको सुलभ तरिकाले सिंचाइको व्यवस्था गर्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी 2 नम्बर वार्डमा पनि सिंचाइको लागि 40 लाख रुपैयाँ छुट्याएको थियो। केही कारणवश अगाडिको आर्थिक वर्षमा काम सम्पन्न गरेको हुनाले यो वर्ष उसको रकम 40 लाख रुपैयाँ बजेट विनियोजन गरेर खेतमा विद्युतीकरण गरेर सिंचाइको व्यवस्था मिलाइने व्यवस्था गाउँपालिकाले गरिएको छ। र यो कुरा उन्नत जातको बिउको लागि धानको बिउ पनि 50% सब्सिडीमा गाउँपालिकाले उन्नत जातको बिउ उपलब्ध गराएर किसानहरूलाई वितरण गरेको कार्य गरेको छ। गेहुँको उन्नत जातको बिउ पनि प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि 50% सब्सिडीमा किसानहरूलाई उन्नत जातको बिउ उपलब्ध गराइने व्यवस्था गरिएको छ। त्यसैगरी पशु सेक्टरमा अरु विषादीका कुराहरू पनि निशुल्क रूपमा र कतिपय तरकारीका बिउहरू पनि उन्नत जातका बिउहरू पनि 50% सब्सिडीमा कृषि शाखाबाट उपलब्ध गराइएको छ। अर्को कुरा ट्र्याक्टर मिनी ट्र्याक्टर हुन्छन् पावर टेलर त्यो 2वटा टेलर एकचोटि र 6वटा टेलर एकचोटि 50% सब्सिडीमा किसानहरूलाई उपलब्ध गराइएको छ। पशु सेक्टरबाट प्रत्येक वर्ष कुन बिमारीहरू हुन्छन् त्यसको भ्याक्सिन प्रत्येक चौपायालाई निशुल्क रूपमा गाउँपालिकाबाट उपलब्ध गराइएको छ भने समय समयमा घाँसको बिउहरू पनि किसानलाई र व्यावसायिक खेती गर्ने किसानहरूलाई उपलब्ध गराउने आउँदैछ। अर्को कुरा त्यो कुटी काट्ने गटर मसिन हुन्छ त्यो मसिन पनि 50% सब्सिडीमा किसानहरूलाई व्यावसायिक खेती गर्न र दूध उत्पादन गरेर आफ्नो
रोजगारी चलाउनको लागि 50% अनुदानमा गट्टर मसिन र कुटी काट्ने मसिन पनि किसानहरूलाई उपलब्ध गराइएको छ भने यस वर्ष पनि 10 लाख रुपियाँ विनियोजन गरेर 50% सब्सिडीमा किसानहरूलाई कुटी काट्ने मसिनको व्यवस्था मिलाइएको छ र समय समयमा किसानहरूलाई प्रोत्साहन बढाउनको लागि र गाई भैँसी बाख्रा पालन गर्नको लागि किसानहरूलाई त्यो दुध बेच्ने क्याबको पनि निःशुल्क व्यवस्था गरिएको छ भने आवश्यकता अनुसार उहाँले कुनै किसिमको बिमारी पशु चौपायामा भयो भने हामीले त्यो पशु सेक्टरका डाक्टरहरूलाई त्यहाँ सम्बन्धित ठाउँमा पुगेर कसरी व्यवस्थापन गर्न सकिन्छ र किसानहरूको सहुलियत रूपमा औषधि वितरण गर्न सकिन्छ र पालिकाभित्र नभएका औषधिहरू खरिद गरेर डाक्टरको सल्लाह अनुसार ल्याएर त्यसलाई व्यवस्थित तरिकाले उपचार गर्दै आइरहेको कुरा म पशु सेक्टरमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अर्को कुरा आइटी सेक्टरमा अहिले सबभन्दा पहिले 76-77 को तेस्रो चौमासिकदेखि 6वटै वार्डमा बैंकिङ सिस्टमद्वारा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आइरहेको छ। त्यसबाट योभन्दा पहिले घर घरमा गएर वितरण गर्ने अवस्थामा धेरै कम्प्लेनहरू आयो र त्यस सन्दर्भमा केन्द्रबाट पनि निर्देशन भयो। सबभन्दा पहिले सप्तरी जिल्लामा रुकुनी गाउँपालिकाको 6वै वार्डमा बैंकमा खाता मार्फत प्रत्येक ज्येष्ठ नागरिक आमा बुवाहरूलाई भत्ता ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराइरहेको छ। अहिलेसम्ममा जम्मा 2900 जना यो गाउँपालिकामा ज्येष्ठ नागरिक भत्ता, अपाङ्ग भत्ता, विधवा भत्ता, बालबालिका भत्ता यो 2900 व्यक्तिलाई उपलब्ध गराउँदै आइरहेको छ र त्यो पनि बैंक मार्फत र गाउँपालिकाले प्रत्येक कार्यालयमा अनलाइन सिस्टम सम्पूर्ण कामकाजहरू सञ्चालन गरेको छ र शिक्षा सेक्टरका कुराहरू मैले यहाँभन्दा पहिले नै राखिसकेको छु र गाउँपालिकाले र गाउँपालिकाको बोर्डले दिएको म्यान्डेट अनुसार गाउँपालिकाको सभाले दिएको म्यान्डेट हिसाबले गाउँपालिका प्रत्येक वार्डमा प्रत्येक विषयगत शाखाहरूलाई मध्यनजर गर्दै हरेक सेक्टरको विकास हुनुपर्छ भन्ने मान्यता राखी सोही अनुसार काम गरिरहेको अवस्था मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। ल अबको प्रश्न यही रुक्मी गाउँपालिकाका एकजना युवा निखिल राउत। धन्यवाद। सबभन्दा पहिले चाहिँ अहिले भनेको उहाँले जुन उत्तर दिइराख्नु भएको थियो त्यस विषयमै म एउटा प्रश्न गर्न चाहेँ। सर्वप्रथम उहाँले भन्नुभयो कि किसानहरूको लागि मैले पटक पटक भन्नाले विभिन्न कार्यक्रमहरू योजनाहरू ल्याइरहेको छु, तर म उहाँसँग एउटा प्रश्न के गर्न चाहेँ भने उहाँले ल्याएको योजनामा अहिलेसम्म कुन कस्ता व्यक्तिलाई त्यो योजना परेको हो? जस्तै उहाँले भन्नुभयो किसानको लागि चाहिँ हामीले कुटी काट्ने मेसिन ल्यायौँ, तर कस्तो किसानलाई त्यो कुटी काट्ने पर्यो त? अर्को प्रश्न उहाँले भन्नुभयो दुध बाँट्ने हामीले क्यान बाँड्यौँ, कस्तो व्यक्तिलाई बाँडेको हो त? र अर्को चाहिँ जस्तै अब मानव जसको चाहिँ खसी बाख्रा धेरै छन् तिनीहरूका घरमा लागि चाहिँ बिउ लाउनलाई चाहिँ बोका समेत दिएको छ, तर कस्तो व्यक्तिलाई परेको हो त? खोइ म पनि एकजना परेँ, मेरो घरमा पनि धेरै 40-45वटा बाख्रा छ, आजसम्म त मसँग त भ्याक्सिनसम्म आएन भने उहाँले कसरी भन्न सक्नुहुन्छ कि बोकाको लागि पनि कि बोका बाँडे यो गरे त्यो गरे? मेरो घरमा पनि 2टा गाई छ, 40-45वटा बाख्रा छ, तर आजसम्म मैले केही पनि भोग गरेको छुइनँ। अर्को प्रश्न हो मैले हाम्रो सुरेश चौधरीले भन्नुभयो त्यस विषयमा उहाँसँग म के सोध्न चाहेँ भने यदि त्यो पहिलेको विषयमा बारम्बार जानकारी गरे हो, हामीले लिखित रूपमा होइन मौखिक रूपमा गरेका थियौँ, तर कुनै पहल भएन। विस्तृतमा चाहिँ त्यहाँ के लेखिएको थियो भने जुन बजेट जति बेला छुट्याउने क्रममा त्यहाँ के लेखेको थियो भने कुलोको माथिबाट कुलोको दुईटैपट्टिबाट चाहिँ ग्राभल र माटो थप्ने भन्ने कुरा थियो, तर त्यो जब यहाँबाट बजेट छुट्याउँदा चाहिँ तपाईँले कुलोको माथिबाट चाहिँ माटो र ग्राभल थप्ने कुरा थियो, पछि गएर चाहिँ तपाईँले के सोचेर त्यसलाई चाहिँ कुलो थाल्नुभयो? हुन त त्यहाँ कुलो उपभोग गरिरहेका व्यक्तिहरू तपाईँले भन्नुहुन्छ मलाई सोधेन, तपाईँले पनि त सोध्नु भएन कुलो उपयोग गर्ने व्यक्तिहरूलाई कि यहाँ कसरी कुलो उपभोग गरिरहेछन्, कुन आधारले गर्नुपर्ने हो, यहाँ पिस्दा हुने कि नहुने, त्यो त तपाईँले पनि सोध्नु भएन नि। त्यो पनि कुरा हो। अर्को कुरामा फेरि एउटा क्वेसन गर्न चाहेँ,
ठिक छ। र अर्को कुरा तपाईँले चाहिँ मलाई लाग्दैन कि सबै कुरा तपाईँले लिखित रूपमा दिनुपर्छ। सायद तपाईँले भन्नुहुन्छ अहिले भन्ने अवस्थामा चाहिँ भन्ने बेला चाहिँ मात्र भन्न पाउनुभयो तपाईँले कि होइन मलाई चाहिँ जानकारी नै छैन भनेपछि मतलब अरूको अगाडिका दिनमा के तपाईँलाई लिखितै हामीले लेख्नुपर्छ सधैँभरि लिखितै दिनुपर्छ भने के त्यो चाहिँ हामीले तपाईँले भन्ने जानकारी गराइदिनु पर्छ। हेलो 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 आइरहेछ हेलो 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 त्यो बुम यो होइन त्यो भाइ के भयो यहाँले हाम्रो निखिल भाइले क्वेसन गर्नुभयो कस्तो बाख्रालाई गाई भैँसीलाई भ्याक्सिन लगाउनुहुन्छ। हामीले प्रष्टसँग कुनै पनि शाखाको काम गर्दाखेरि त्यसको एउटा निश्चित मापदण्ड हुन्छ। त्यो मापदण्डको आधारमा हामीले काम गर्दै आइरहेका छौँ। हरेक किसानलाई हरेक व्यक्तिलाई पालिकाले गरिरहेको काम हरेक व्यक्तिको समस्या समाधान गर्न सक्दैन। त्यसकारण गाउँपालिकाले यस्ता किसानहरूलाई उत्साहित गर्नको लागि जो गाउँपालिकासँग हरेक कुरा गाउँपालिकाको वेबसाइटमा निस्किन्छ, कृषि शाखाबाट के छ, पशु शाखाबाट के छ, त्यो काम गाउँपालिकाको वेबसाइटबाट सूचना निस्किरहेको हुन्छ र त्यो सूचनाको परिधिभित्र गाउँपालिकामा सम्पर्क गर्ने व्यक्तिले त्यो मापदण्ड एउटा पशु शाखाले निर्धारण गरेको अनुसारले पाइरहेको छ र पाएको पनि छ। जो कोही गाउँपालिकासँग त्यो सम्बन्धित सूचनाको भित्रमा गाउँपालिकासँग सम्पर्क गर्दैन त्यसको घरमा गाउँपालिकाले गरेर त्यो सेवा सुविधा दिने व्यवस्था गरेको छैन। त्यसकारण गाउँपालिकाले कस्तो व्यक्तिलाई त्यो क्यान वितरण गर्ने, कस्तो व्यक्तिलाई भ्याक्सिन, अब अहिले म भर्खरै बुझिरहेको छु कि हाम्रो बाख्राहरूलाई भ्याक्सिन लागेन। मैले पशु शाखालाई स्पष्ट निर्देशन दिएको थिएँ कि यसबाट दुईटा कुराको, एउटा त किसानहरूको त्यो पशु चौपायामा भएका बिमारीहरूको निको गर्नको लागि भ्याक्सिन दिने र अर्को कुरा कति बाख्रा बाख्रीलाई र कति गाईलाई र कति भैँसीलाई भ्याक्सिन दिएको कुरा र कति सङ्ख्यामा चौपाया हाम्रो गाउँपालिकाभित्र छ त्यसको तथ्याङ्क पनि सङ्कलन गर्न हामीले स्पष्ट निर्देशन गाउँपालिकाले दिएको थियो र कुन किसानलाई एउटा मापदण्ड निर्धारण गरेको थियो त्यो क्यान वितरण गर्नको लागि। यति दूध उत्पादन गर्ने किसानलाई 5 लिटरको, यति दूध उत्पादन गर्ने किसानलाई 10 लिटरको र यति दूध उत्पादन गर्ने किसानलाई 15 लिटरको क्यान वितरण गर्ने र सोही अनुसार सोही मापदण्डको अनुसार चाहिँ त्यो वितरण पनि गरेको होला। सायद त्यो कुनै कम्प्लेन नआउँदाखेरि हामीले त्यो सेक्टरले इमानदारीपूर्वक नै काम गरेको छ भने मेरो बुझाइ हो। र यो कुरा कुनै किसानले घरमा नहुँदाखेरि त्यो किसानको चौपायालाई भ्याक्सिन नदिएको खण्डमा पछि चाहिँ मेरो चौपायाले मेरो गाईलाई, मेरो भैँसीलाई र मेरो बाख्रालाई गाउँपालिकाबाट दिएको भ्याक्सिन दिएको छैन भने सम्बन्धित त्यो काम गर्ने पशु शाखाका कर्मचारीले भन्दाखेरि वास्तवमा उसले ठ्याक्कै त्यसको घर छुटेको छ, त्यसको घरमा जाँदाखेरि कोही पनि भेटेको हुनाले त्यसको 4 वटा गाई छ, त्यसको 2 वटा बाख्रा छ भन्ने कुरा गाउँपालिकाले पुगाएको छ।
र यो कुरा अर्को कुरा फेरि त्यही सुरेश चौधरीको केसवाला उहाँले निखिल भाइले दोहोऱ्याउनु भयो। त्यो केसको बारेमा मैले जवाब दिइसकेको छु। लिखित होइन, मौखिक पनि होइन, सूचनाको आधारमा परिपक्वबाट